हेलो फ्रेन्ड्स, म चाहिँ अहिले छु बारीमै। बारीमा के गर्दैछु होला भन्नुहुँदैछ होला होइन। म चाहिँ लुडे साग टिप्दैछु। लुडे साग चाहिँ हजुरहरूलाई पसन्द लाग्छ कि लाग्दैन भन्नुहोस्। मलाई चाहिँ मिठै लाग्छ अब होइन। तर सधैँ चाहिँ राम्रो लाग्दैन। म कहिलेकाहीँ यसै चाहिँ बजारबाट ल्याउनु हुन्थ्यो। अब हप्तामा एकखेप चाहिँ ल्याउनु हुन्थ्यो। अनि आज चाहिँ बारीमै देखेँ होइन। अनि घरकै खाऊँ न त भनेर टिप्दैछु म चाहिँ। अब भर्खर त यति टिपेँ, भर्खरै पसेँ म पनि लुडे साग टिप्नलाई। हेर्नु न, यहाँ फुलको टापमा पनि मानेमुनि छ है। त्यसको लागि म मानेमुनि पनि मिसाइदिनु पर्यो भनेर मानेमुनि पनि टिप्दैछु। सबै चाहिँ नटिपिदिनु पर्यो। यता चाहिँ हेर्नु न कस्तो मजाको छ लुडेको साग। यसलाई पनि टिपिदिन्छु। ठिक्क यहीँबाट पलाउँछ होइन। यतिको राखिदियो भने फेरि ठुलो हुन्छ। म यतिको गर्थेँ। यो एलोभेराको फेदाको जस्तै टिपेर चाहिँ फेरि पलाउँदैछ है। यो फुल चाहिँ कति राम्रो तालले फुलिरहेछ। कस्तो दामी छ है। सबै फुलिरहेका छन् फुल चाहिँ। हेर्नुहोस्, म चाहिँ मानेमुनि यसरी रोप्छु है। यसरी रोपिदिन्छु त त्यसको अहिले दिनमा कस्तो राम्रो भइहाल्यो। अस्ति नै रोपिदिएर त्यही भएछ। यसरी अब हाँगो चाहिँ चुडिदिनु पर्यो। यहाँ पनि मानेमुनि छ। यसको पनि मुन्टो चुडिदिन्छु। यतिखेर चाहिँ यति भइसकेको छ होइन। मानेमुनि त्यसपछि लुडे सागहरू मिसाएर। हजुरहरूलाई चाहिँ पसन्द लाग्छ कि लाग्दैन कुनी? अरू कस्तो लाग्यो मेरो भिडियो प्लिज कमेन्ट गरेर भन्नुहोला। यता चाहिँ म फुलको कोठे राख्दैछु। यो चाहिँ हिजो लखिमपुरबाट ल्याइदिनु भएको थियो। बिहेमा जानुभएको थियो होइन। बेली फुलको कोठे ल्याइदिनु भएछ। अनि साथसाथै मैले हिजो चाहिँ भ्याइनँ, आज चाहिँ रोप्दैछु। अब कोठे राखिदिनु पर्यो भनेर। अब कति उम्रिने हुन् कि नउम्रिने हुन्। बेसी भाग त फोस्कै रहेछ है। अब एउटा फुल उम्रिदियो पनि हुनु त हुन्छ। अब खै उम्रिने हो कि नउम्रिने हो। यतिकै हाल्नु पर्यो फुस्के भए पनि होइन। फुल भन्दा चाहिँ म पागलै छु है। पोल्टिनमा भए पनि यसरी पोल्टिनमा त्यही पोल्टिनमै छ नि। उता चाहिँ टेमीमा यता चाहिँ गुलाब फुल, सेतो गुलाब छ है। पानी परेर खत्तम भइसकेको रहेछ त पनि। यता चाहिँ कस्तो राम्रो गुलाब फुल फुलिरहेका छन्। यो गुलाब चाहिँ धेरै दिन लास्टिङ हुँदो रहेछ। जस्तै आज फुल्यो भोलिपल्ट सबै गिरिहाल्छन् होइन। तर अरू गुलाब फुल चाहिँ त्यसरी होइन, एक दिनसम्म रहन्छ। यो चाहिँ एकदम आज फुल्यो भोलिसम्म गिरिहाल्छ। यो फुल चाहिँ धेरै उठाएर छु। अब पुली उठ्दैछन् होइन धेरै। आजको भिडियो चाहिँ यति नै है। हजुरहरूलाई पनि दिक्क लाग्छ होला, कति हेर्नु यसको भिडियो भन्नुहुन्छ होला होइन। हेरिदिनु होला। अब यस्तै छ, अब के गर्नु।